बोल्दै सबैसँग सबैलाई हेर्दै बोल्ने प्रयास गर्छु। सर्वप्रथम त हामी सबैलाई धेरै धेरै बधाई छ। 20 वर्ष पछाडि स्थानीय तहको चुनाव भयो। त्यस पछाडि बल्ल हामी जनप्रतिनिधि पायौँ। अहिले हामी सबैमा आशा छ 5 वर्षमा काठमाडौँमा परिवर्तन आउँछ केही न केही भए नि परिवर्तन आउँछ भनेर। अझ वडा 21 मा त अझ धेरै खुसियाली किन छ भनेर वडा 21 छोरा विजेता हुनुभएको छ। त्यो भएको भएर पनि खुसियाली छ। यसमा म दुखी भएको भन्ने चाहिँ छैन, म पनि खुसी नै छु। चुनाव हो, प्रतिस्पर्धा गर्नु थियो, प्रतिस्पर्धा गरियो। जनताले जसलाई बढी मन पराउनु भयो, जसलाई छान्नु भयो, अब हामी सबैजनाले मिलेर उहाँलाई साथ दिनुपर्छ। उहाँले गर्ने कामहरूमा कुनै कदमहरू अलि डगमगिने खालका छन् भनेदेखि खबरदारी पनि गर्नुपर्छ। नेपालकै मान्छे जानुभएको हो, नेपालकै छोरा जानुभएको त्यो स्थानमा उहाँलाई सकेसम्म सहयोग पुर्याउनु पर्छ। उहाँहरू भित्र हुनुहुन्छ, हामी बाहिर छौँ, तर भित्र बाहिर जहाँ भए पनि 5 वर्षमा काठमाडौँमा केही न केही हुनुपर्छ भन्ने हामी सबैको इच्छा हो। काठमाडौँलाई सुन्दर माण्डो बनाउनु पर्छ भन्ने इच्छा हो। सुन्दर माण्डोको विपक्षमा कोही पनि हुनुहुन्न जस्तो मलाई लाग्छ। म यहाँ पहिलोपटक आएको हुँ। मलाई अघि दिदीले पनि भन्नुभयो अलि ढिलो भयो, चुनाव अगाडि आएको भए अझ राम्रो हुन्थ्यो भनेर। पक्कै चुनाव अगाडि आएको भए झन्नै राम्रो हुन्थ्यो। हजुरहरूसँग त्यति अगाडि नै चिन्जान हुन्थ्यो, परिचय हुन्थ्यो। सायद धेरैले त्यति अगाडि नै भोट हाल्न मन लागेको भए त्यति अगाडि नै भोट पनि हालिसक्नु भएको हुन्थ्यो। तर साथीले अघि भन्नुभएको जस्तै आउन त आउने, चुनाव चिन्ह के भनेर आउने भन्ने कुराले नै हामी आउन नसकेको हो, त्यो एउटा। र अर्को चाहिँ चुनावमा त आउनु सकेनौँ, तर यो सम्बन्ध जुन सम्बन्ध हजुरहरूको र हाम्रो बिच हुनुपर्ने हो, यो सम्बन्ध चुनावसम्म मात्र सीमित राख्न हुँदैन। त्यो भएको भएर चुनाव सकिसके पछाडि अहिले घर दैलो आइरहनुको कारण के हो भनेदेखि हामी नयाँ संस्कारको विकास गर्न चाहन्छौँ र विकास गर्दै पनि छौँ। त्यो के हो भनेदेखि भोट माग्नको लागि चाहिँ नमस्ते नमस्ते गर्दै आउने, चुनावको दिन सकिसके पछाडि न नमस्ते गर्ने न हाँस्ने, ऊ त अर्कै देशको प्राणी जस्तो आफैले महसुस गर्ने, आफैले व्यवहार गर्ने, त्यो कुरालाई चाहिँ हटाउनु पर्छ भनेरै हामी चुनाव सकिसकेपछि पनि घर घर दैलो दैलो आउँछौँ। यो सम्बन्धलाई चाहिँ युगौँ युगको लागि कायम गर्नको लागि हामी आउँछौँ भनेर हामीले भनेका हौँ। हुन पनि म फुची नै छु, अझ यो कुर्तामा मलाई झनै फुची देखिन्छ। तर त्यति फुची भए पनि हजुरहरूको लागि त यहाँ अधिकांशको लागि त फुच्ची नै छु। तर फुच्ची भए पनि देशलाई माया गर्ने सोच फुच्चो छैन। देशको माया भनेको कसैको मनमा नि फुच्चो हुँदैन, सबैको मनमा देशको माया भन्ने ठुलो नै हुन्छ। त्यो सुइनी बहिनी बसिरहेको छ, अघि हाम्रो अलिअलि कुरा भइरहेको थियो। उसले मेरो डायरीमा लेख्दै थियो पेनले, अनि उसले SOH लेख्दाखेरि अलिकति मिलेन छ, धर्का तानिएन छ। अनि उसले छोडेर फेरि SO अनि H अर्कै तरिकाले SOHINI सोहिनी भनेर उसले लेख्यो। अनि मलाई त्यही मेरो सोच चाहिँ के आएको भनेदेखि यत्रो वर्षसम्म यदि एउटै तरिकाले काम गरिरहेको भएको छैन भनेदेखि नयाँ तरिका नै चाहिन्छ, नयाँपन नै चाहिन्छ। हाम्रोमा नयाँपन नभएको धेरै नै भइसकेको हो। र यसपालि नयाँपन, पृथकता, युवा जोस जागर भएर धेरैभन्दा धेरैजनाले माया गर्नु भएको भएरै भोट यति धेरै आएको। अझै भोटकै कुरा यहाँहरूलाई भनिरहँदाखेरि धेरैजनाले उसको 100 भोट कटेर कान काटिदिन्छु भन्नुभएको थियो। कान चाहिँ काट्नु भएको छैन होइन, तर अहिले कान काटिने भएको भए यहाँ धेरैजनाको कान काट्नु पनि सक्थ्यो। उहाँहरूले भन्नुभएको थियो, त्यस्तो विश्वास गर्नु भएको थिएन। अझै यो उम्लिरहेको पानी हो, अब निप्छ बिस्तारै भन्ने पनि धेरै हुनुहुन्छ। उहाँहरूले त्यो भन्नुभएको कारण पनि किन हो भनेदेखि अहिलेसम्म हामीले हाम्रो देशमा कोही युवालाई माथि नेतृत्व गर्नुहोस् न भनेर पठाएको छैनौँ। त्यही भएको भएर न ऊ टेस्ट हुन पाएको छ, न टेस्ट भएर प्रुफ गर्न पाएको छ, न उसले काम गरेर देखाउन पाएको छ। त्यो भएको कारणले जसै जे भनिरहनु भएको छ सबै स्वीकार्य छ। र यो स्वीकार्य हुँदै अब हामीहरूको लागि चाहिँ यो 5 वर्षको लागि एकदमै ठुलो जिम्मेवारी हाम्रो काँधमा छ। किनभनेदेखि 5 वर्ष पछाडि फेरि चुनाव हुन्छ। त्यो चुनावमा हाम्रो इच्छा चाहिँ धेरैभन्दा धेरै युवा साथीले आफ्नो उम्मेदवारी दिनुहोस् भन्ने हो। यसपालि धेरै युवा साथीहरूले उम्मेदवारी पनि दिनुभएको थिएन र त्यतिखेर उहाँले उम्मेदवारी
दिँदाखेरि अहिले मैले भोगिरहेको जस्तो अविश्वास भोग्नु नपरोस् भन्ने त्यो इख मेरो मनमा छ। त्यो इख भएकै कारणले यो 5 वर्ष बाहिरै भए पनि विद्यासुन्दर साक्यजी र हरिप्रभाजीलाई कसरी मद्दत गर्न सकिन्छ त्यसको लागि चाहिँ प्रतिबद्ध नै छु। चाहे त्यो नतिजा आएकै दिन सभागृहमा उहाँहरूलाई बधाई दिने कार्यक्रममा म पुगेर होस् या शपथ ग्रहणकै बेला छेउमा बसेर हामी साथ छौँ अगाडि बढ्नुपर्छ भनेर होस्, यो साथ दिने प्रक्रियाको अन्त्य हुँदैन। र अझै काठमाडौँमा अझै धेरै भिज्न सक्यो भनेदेखि सायद अस्ति वडा नम्बर 19 मा भरदैलो गर्न जाँदाखेरि एउटा बाल सकेर अर्को बाजा एउटै बाल लागे जस्तो हुँदैन होला है, अझै धेरै भिज्नै बाँकी छ। र यो बाल नै देखिरहँदाखेरि चाहिँ मलाई एकदमै खुसी र रमाइलो किन लागेको भनेदेखि अलिकति भए नि यहाँ खुल्ला स्थान छ, अलिकति भए नि बच्चा बच्चीहरू दौडिन पाउँछन्, त्यहाँनिर खेल्न पाउँछन्। अलिक काठमाडौँमा हामीलाई एकदम मार परिरहेको भनेको खुल्ला स्थानको अभावले हो। 83वटा मात्रै खुल्ला स्थान छ। अब काठमाडौँको चुनौती भनेको 5 वर्षमा कतिवटा खुल्ला स्थान हामीले बनाउन सक्छौँ भन्ने कुरा नै हो। किनभने भुचालोले नराम्रोसित तर्साएको छ हामीलाई। अलिकति यहाँ खग्रक्क अलिकति भयो भने हामी 80% यहाँबाट कहाँ कुद्छौँ मलाई थाहा छैन, हामीहरू कुदिहाल्छौँ। त्यो डर निकै नै गढेको छ र यो सत्य पनि हो। नेपाल भूकम्प आइरहन सक्ने देश हो भनेर थाहा पाइरहेका छौँ र यही अनुसारको कामहरू पनि हामीले गर्दै जानेछौँ। आज मात्रै एउटा पत्रिकाबाट अब विद्यासुन्दर साक्यजीले उत्तर दिने अनि मैले चाहिँ प्रश्न सोध्ने एउटा माहौल बनेको रहेछ। अनि त्यो प्रश्नहरूमा चाहिँ मैले धेरै घन्टौँ पढेर के प्रश्न सोधौँ जसले गर्दा ठ्याक्क उत्तर आओस् र त्यो उत्तर आइसके पछाडि हामीलाई फेरि यो काम भयो कि भएन भनेर सोध्नलाई सजिलो हुन्छ भन्ने सोचेर एकदम गहन अध्ययन गरेर मैले प्रश्नहरू बनाएको छु। त्यो प्रश्नहरू बनाइरहँदाखेरि खुल्ला स्थानसँगै सम्बन्धित भएको भएर एउटा कुरा जोडिहालेँ। यो 2015 जुलाई महिनामै काठमाडौँ महानगरपालिका का कर्मचारीहरू र सरकारसँग चाहिँ सरकार बीच एउटा छलफल भएको रहेछ। यो चाहिँ काठमाडौँमा खुल्ला स्थान धेरै छैन, त्यही भएको भएर यो नक्खु जेल र हाम्रो दिल्ली बजारको जेललाई चाहिँ बाहिर सार्ने हो कि भन्ने छलफल भएको रहेछ। मैले विद्यासुन्दरजीलाई त्यही सोधेको छु। अब त्यो छलफललाई निरन्तरता दिन्छ कि दिँदैन, दिन्छ भनेदेखि कहिलेसम्म दिन्छ, अब हामीलाई चाहिएको भनेको कहिलेसम्म दिन्छ, कतिवटा आउँछ, किन यो मितिसम्म हुँदैन भन्ने कुराहरू हामीलाई बढी चाहिएको छ। हामीले यहीँ बाहिरबाट धेरैभन्दा धेरै प्रश्न सोधिरह्यौँ, उहाँलाई झकझकाइरह्यौँ। उहाँ एक्लो हुनुहुन्न, उहाँको टिम नै छ, टिमलाई झकझकाउनु पर्ने अवस्था छ। झकझकाइरह्यौँ भनेदेखि उहाँलाई पनि काम गर्नलाई सजिलो पनि हुन्छ। झकझकाउने मात्र हाम्रो काम होइन, उहाँले लिएर आउने आयोजना परियोजनाहरूमा पनि हामीले साथ दिनुपर्छ। बाहिर बसेर साथ दिइरहँदाखेरि नै काठमाडौँ पाउने हो। काठमाडौँ पाउँदाखेरि विद्यासुन्दरजीले एक्लै पाउनुहुन्न, मैले एक्लै पाउँदिनँ, हामी हरेकले पाउँछौँ। सानो अब सोहनी नानीले नि पाउँछ र बहिनीहरूलाई देखिरहँदाखेरि चाहिँ पहिला मै सानो हुँदा मै ऊ जत्रो हुँदाखेरि कति धेरै खुल्ला स्पेसहरू थियो, रुख थियो, हरियाली थियो, जुन अहिले ऊ सानो हुँदाखेरि छैन। ऊ हुर्किँदै जाँदाखेरि यस्तो वातावरण नबनोस् कि म बस्दै बस्दिनँ यहाँ भन्ने वातावरण नबनोस्। अझ काठमाडौँमै केन्द्रित भएर कुरा गर्ने हो भनेदेखि त यो त संस्कृतिको सहर हो। यो संस्कृतिको सहरमा हामीले बनाउने नै हो भनेदेखि हाम्रो सांस्कृतिक धरोहरभित्र ठुल्ठुला गाडीहरू आउन निषेध बनाउनुपर्छ। हामीले यहाँनिर बनाउने नै हो भनेदेखि साइकलको सिटी बनाउनुपर्छ। हामीले हाम्रो सम्पदाको बिचमा हिँड्न सक्ने पैदल यात्रु मैत्री वातावरण बनाउनुपर्छ। काठमाडौँलाई काठमाडौँ बनाउनको लागि मलाई अलिकति डर चाहिँ काठमाडौँलाई काठमाडौँ बनाउनको लागि यदि हामीले बाहिर अरू देशको सहरको जस्तै ठुला ठुला कुराहरू हामीले कपी गरेर यहाँ लिएर आयौँ भनेदेखि काठमाडौँ नै रहेन भनेदेखि मजा आउँदैन। काठमाडौँ छ र त यति गर्व महसुस गरेर कुरा गर्न सक्छौँ। देश विदेशमा हाम्रो कुमारी हुनुहुन्छ भनेर हामी उदाहरण दिन सक्छौँ। त्यो उदाहरण दिन सक्ने बनाउने अब हाम्रो नेतृत्व हामीसँग छ। नेतृत्वलाई साथ दिन हामीहरू बाहिरै भएर पनि साथ दिन्छ। अबको हाम्रो चुनौती र हामी
विवेक नेपालीको तर्फबाट म लगायत वडा अध्यक्षहरूको उम्मेदवार र सदस्यहरूको उम्मेदवारले हामीले गर्ने भनेको हामी नगरवासीको साथी र महानगरपालिकाको पेहेरेदार भएर काम गर्छौँ। नगरवासी र महानगरपालिका बीचको पुल बनेरै हामीहरू काम गर्छौँ। महानगरपालिकालाई गर्नुपर्ने सहयोग हाम्रो तर्फबाट पक्कै हुन्छ। समस्या आउँछ भनेदेखि समाधान लिएरै उहाँहरू सामु जान्छ। काठमाडौँवासीको हित हुने काममा सदैव सहयोग हुन्छ। अलिकति कदम डगमगियो भनेदेखि चाहिँ त्यसमा सहयोग हामी गर्न सक्दैनौँ, त्यसमा पक्कै खबरदारी हुन्छ। र मनमा लागेको अर्को एउटा इख पनि भनिहालौँ, कति इख बोक्ने रहेछ भन्नुहुन्छ होला। मेरो हस्बेन्डले भन्नुहुन्थ्यो इख बिनाको मान्छे र बिख बिनाको सर्प काम छैन भन्नुहुन्थ्यो। त्यो इख भएको भएरै झन् धेरैभन्दा धेरै काम गर्न सकिन्छ। अर्को इख चाहिँ के पनि हो भनेदेखि 5 वर्ष यति धेरै काम गर्नु छ काठमाडौँमा, 5 वर्षपछिको चुनावमा जो उठोस् उसलाई चाहिँ तपाईँहरूको कम्प्लेन नहोस् तिमीहरू घर दैलो नआएर हामीले भोट हाल्न पाएन भनेर, तिमीहरू नआएको भए पनि हामी भोट हाल्छौँ, हामी भोट हाल्थ्यौँ भन्ने माहौल बनाउनकै लागि पनि 5 वर्ष हामीले एकदमै डटेर यहाँ काम गर्नुपर्नेछ। र त्यो काम गर्नको लागि एउटा सम्बन्ध छ, आज हजुरहरूसँग यहाँबाट गाँस्न आएका छौँ। हामीहरू फेरि पनि काम गर्न आइरहन्छौँ। सुमित रञ्जित दाइलाई म धन्यवाद भन्न चाहन्छु आजको यो कार्यक्रम अर्गनाइज गरिदिनु भएकोमा, यो हाम्रो जमघट हुने माहौल बनाइदिनु भएकोमा। यो सँगसँगै हजुरहरूको मनमा नि कति धेरै प्रश्न छ होला, जिज्ञासा छ होला, सल्लाह सुझाव पनि छ होला। त्यो सल्लाह सुझाव प्रश्न जिज्ञासा लिउँ। अब छैन भनेदेखि पनि केही मिठो कविता छ भनेदेखि पनि कविता भन्न सक्नुहुन्छ। हामी धेरै अगाडिदेखि बसिरहेछौँ, धेरै अहिले मैले बोलिसकेपछि त 3 जनाले बोलिसक्यौँ, अलिकति रिफ्रेस पनि हुनुपर्छ। कविता छ, चुटकिला छ भनेदेखि पनि भनौँ। त्योभन्दा महत्त्वपूर्ण चाहिँ मान्छे देख्दा फुच्ची अलिअलि होची भए पनि यो नेपालप्रतिको माया फुच्चो होइन, यो एकदमै ठुलो छ। त्यो भएको कारणले नै काठमाडौँबाट यात्रा थालनी गरेको हो सबै नेपाललाई बनाउनको लागि। र कदम हाम्रो डगमगिने छैन। यदि कदम डगमगिन्थ्यो भनेदेखि म अहिले यहाँ बोलिरहँदाखेरि धेरै काँप्थेँ होला, मलाई डर लाग्थ्यो होला। मलाई डर छैन, किनभनेदेखि हामीहरू यति धेरैजना मिलेर काठमाडौँलाई राम्रो बनाउँछौँ भन्ने प्रतिबद्ध छौँ भनेदेखि पक्कै त्यो पुरा चाहिँ हुन्छ। हामीहरू पनि आफ्नो तर्फबाट अलिकति मेहनत गरौँ। हाम्रो मेयरलाई, उपमेयरलाई, काठमाडौँ महानगरपालिकाको सबै टिमलाई सघाउँ, वडा नम्बर 21 को टिमलाई सघाउँ। यो सहयोग सहकार्यले नै सबै कुरा सफल हुन्छ र यसलाई निरन्तरता दिउँ भन्दै म आफ्नो कुराहरू चाहिँ यही